आज चाहिँ म हेर्नेवाला छु टिकटकले चाहिँ मलाई कस्तो खाले हेयर स्टाइल सजेस्ट गर्छ होला त। भन्नु पर्दाखेरि चाहिँ कपाल काट्नु भनेर मलाई चाहिँ केही सुर थिएन कि, किनभने भोलिबाट चाहिँ क्लास 11 को मेरो फर्स्ट डे हो। त्यही भएर सर म्यामको घर चाहिँ एकदमै हल्का ह्यान्सी अनि सोझो टाइप भएर चाहिँ जानुपर्छ भनेर त्यही भएर मात्रै कपाल काट्न आँटेको के। नभए त मैले यति 6 महिना 7 महिना यति दुःख गरेर पालेको मम्मी बुवाको कुरा सुनी सुनी गाउँलेहरूको कुरा सुनी सुनी नकटिरहेको आज आएर यस्तरी कट्टु परिरहेछ। के गर्नु साथीहरू, मलाई मात्रै आफ्नो कपालको माया लाग्छ कि तिमीहरूलाई पनि माया लाग्छ हौ केटा हो। कमेन्ट त हानिहाल्नु पर्यो तल। अनि त्यसपछि मैले चाहिँ आफ्नो पुरानो मोबाइल निकालेर त्यसमा चाहिँ टिकटक अन गरेर माई टाइप अफ हेयर स्टाइल भनेर सर्च गरेको। फर्स्टमा त फोटो आइरहेको थियो, त्यही भएर चुजै गर्न गाह्रो भयो। त्यसैले मैले चाहिँ सेकेन्ड भिडियो पिकअप लिएँ कि यो चाहिँ भने हल्का एकदमै खतरनाक टाइप थियो, छोटो पनि थियो। अलि म्याट सर म्यामहरू सोला जस्तो लागिरहेको थियो। त्यसैले मैले यसलाई नै लक गरिदिइहालेँ। अब यही कट काट्छु भने त्यसपछि 100 रुपियाँ जति लिएर म चाहिँ लागेँ बजारतिर सरासरी है साथीहरू। म चाहिँ पसलमा आइपुगेपछि त्यसपछि यतातिर कुर्सीमा बसेको साइडमा फेरि हाम्रो मा पनि हुनुहुँदो रहेछ, जुन चाहिँ कपाल काट्नलाई अघिदेखि नै पर्खिरहनु भएको थियो। दाइ चाहिँ भने खानालाई लाग्नु भएको रहेछ घरतिर। अनि चाहिँ पछि दाइ पनि आइसक्नु भएपछि त्यसपछि मामा कपाल बट्टाबट्टी काट्न थालेपछि मलाई चाहिँ भने कस्तो माया लाग्न थाल्यो कि म पनि यतातिर चल्दिउ जस्तो लागेर चाहिँ मलाई कपालै काट्नु मन लागिरहेको थिएन। अब ओन्ली बोइज अटेर केटा हो। नुहाइ त गरिसकेपछि म चाहिँ पुरै टावलले कपाल बेरेर अल्छीमा रिभिल गर्छु भनेर सोचमा थिएँ। फेरि एकैछिनमा टावल पनि खोलिहाल्यो। त्यसपछि लुखा मैले पनि देखाइदिइहालेँ कस्तो देखेछ नि त। अनि साथीहरू मलाई अहिले यसो कमेन्ट चाहिँ गरिहाल्नु पर्यो है त। अनि अहिले चाहिँ यो लुकले चाहिँ पुरै मलाई चाहिँ पुरै आर्मी जस्तो पो भव आइरहेको छ भने के, पुरै फिल पनि त्यस्तै आइरहेको थियो। पुरै ब्रिटिस लौडे जस्तो देखिँदो रहेछ हौ मलाई त्यसरी कपाल काट्दाखेरि। अनि अब भोलि चाहिँ मेरो फर्स्ट डे हुनेवाला छ। म अलिकति नर्भस पनि छु। सो साथीहरू कलेज लाइफ पनि हेर्नलाई रेडी भएर बस्नु होला। अनि अर्को नयाँ मिनी भ्लगहरू च्यालेन्जिङ भ्लगहरू चाहिँ आउनेवाला छ है त। टाटा बाई बाई।